एक समय काठमाडौँ उपत्यकालाई यसरी परिभाषित गरिन्थ्यो, जति घर छन् त्यति नै मन्दिर, जति मान्छे छन् त्यति नै देवता। हो, यो वास्तविकता नै थियो काठमाडौँको। तर आज काठमाडौँले आफ्नो मुहार फेरिसकेको छ। बासिन्दा फेरिँदै गएका छन्। पहिला काठमाडौँवासी आफ्नो घरभन्दा मन्दिर बनाउन चाहन्थे। पाटी पौवा सत्तल बनाएर कीर्ति राख्न पाएकोमा गौरव गर्थे। त्यसकारण यो एक खुल्ला सङ्ग्रहालयको रूपमा रहेको थियो। कला संस्कृति जात्रा पर्वका हिसाबले काठमाडौँ उपत्यका प्राचीन कालदेखि नै दक्षिण एसियाको केन्द्र थियो। हाल समयसँगै मानिसको भावना परिवर्तन भएको छ। त्यसकारण मठ मन्दिर पाटी पौवाहरूको न निर्माण हुन्छ न त संरक्षण नै हुन सकेको छ। यस काममा न टोलवासी सक्रिय भएका छन् न त सरकारले ध्यान पुर्याउन सकेको छ। आज काठमाडौँ उपत्यकावासी आफ्नै घर डहरा कसरी विशाल बनाउने भनेर होडबाजीमा लागेका छन्। फलस्वरूप हाम्रा सम्पदाहरूको संरक्षण गर्न ढिलो भइरहेको छ। राज्यले आफ्नो सोचले त कुनै गरिरहेकै छैन। यहाँ स्थानीय जनताले आफ्नै पहलमा महानगरपालिकाले चाहिँ दबाब दिएर कुनै कुनै संरचनाहरूलाई चाहिँ मर्मत सम्भार गरिएको छ। विश्व पर्यटन बजारमा नेपाल आकर्षक गन्तव्य मध्ये अग्रस्थानमा पर्छ। तर हाम्रा सम्पदाहरूलाई यसरी जीर्ण हुन हामीले नै दिइरहेका छौँ। हाम्रो क्यामेराले कैद गरेका यी दृश्यले वास्तवमा गुहार मागिरहेका छन्। हाम्रो खोजीको यो भिडियोमा नेपालको एकमात्र निष्पक्ष सम्पदाको संरक्षणको सफल प्रयासको नमुनाको खोजी गरेका छौँ। अन्तर्राष्ट्रिय जगतमा नै महत्त्व राख्ने सम्पदाको संरक्षणको बारेमा खोज गरिएको एउटा कथा हो यो। कथा एक निष्पक्ष सृजनाको। टेबहाल सम्पदा क्षेत्रसँग जोडिएको धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ। यो कुरा 1882 सालको हो। आजभन्दा करिब 190 वर्ष अगाडि नै नेपालमा विशाल ट्विन टावर बनेका थिए। इतिहास साक्षी छ। तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले दुईवटा धरहरा निर्माण गराएका थिए। पहिलो 1881 सालमा र दोस्रो 1882 सालमा। पहिलो स्तम्भ त यो अलिक गहिरो स्थानमा बनाएको थियो। अग्लो ट्विन नै भन्छ हामी भने ट्विन टावर जस्तै हाम्रो दुईवटा चाहिँ धरहरा थिए। हामीसँग कुनै 1990 भन्दा अगाडि विक्रम 1990 को भूकम्प पछाडि नै एउटा दुईटै नष्ट भयो। यो चाहिँ रिबिल्ड भयो। विश्वभरिका ट्विन टावरका बारेमा जानकारी राख्ने नेपालीहरूका लागि आफ्नै इतिहासको जानकारी नहुन सक्छ। पहिलो पटक नेपालको इतिहास लेखाउन राणा प्रधानमन्त्री चन्द्र शमशेरले बोलाएका अङ्ग्रेज इतिहासकार पर्सिभल ल्यान्डनले नेपाली ट्विन टावरको बारेमा इतिहास लेखेपछि विश्वले ट्विन टावरको कल्पना र वास्तविकता थाहा पाएको हो। अब दुईटा धरहरा थिए भन्ने कुरो त सम्पूर्ण इतिहासमा लेखिएको छ। त्यसलाई थाहा पनि होला अथवा थाहा नभएको पनि होला। आज विश्वभरि सयौंको संख्यामा ट्विन टावरहरू बनेका छन्। तर हामी आफ्नै ट्विन टावरको कथा सुन्दा छक्क पर्छौँ। किनभने आज हामीसँग एउटा मात्रै धरहरा छ। रानी ललित त्रिपुरा सुन्दरीको नाममा भीमसेन थापाले 1882 सालमा बनाएको दोस्रो मिनार अहिलेको धरहरा हो। काठमाडौँ उपत्यकाको प्राय सबै ठाउँबाट देख्न सकिने धरहरा साँच्चै अचम्मको छ। यो इटै इटाको खम्बाले काठमाडौँलाई शोभायमान पारेको छ।
ठाउँबाट हेर्दाखेरि काठमाडौँमा जति पनि संरचनाहरू बनेको छ त्योभन्दा एकदम पृथक छ र अचम्मको एउटा सिर्जना पनि बन्न पुग्यो क्या यो। त्यसकारणले यो चर्चित भयो। धरहरा शब्दलाई संस्कृतमा सेतो घर भनिन्छ। बृहत शब्दकोश अनुसार धरहरा भन्नाले पेटबाट माथि जाने स्तम्भ भनिन्छ। साथै स्थानीय नेवारी भाषामा धरग्वारा भनिन्छ। यसैलाई लिएर धाएभले अपो धरग्वारा तपु भन्ने बहुचर्चित उखान प्रचलनमा छ। हेर्दा साधारण लाग्ने जीवन जस्तै धरहरा अग्लो र मोटो पनि छ। धरहरा भने चाहिँ हाम्रो उसमा चाहिँ के छ धरहरा भने सेतो स्तम्भ भनेर हामी चाहिँ मान्ने गरेका छ। हाम्रो भाषा हाम्रो नेपाली भाषा धर भनेको चाहिँ सेतो हिसाबबाट लिएर अनि सेतो घर भनेर मान्ने गरेका छ हामीले। नेपालमा विगत 200 वर्षदेखिको राजनीतिक परिवर्तनको साक्षी बनेको छ धरहरा। मुलुकमा राणा शासनको अन्त्यपछि आएको परिवर्तन होस् अथवा 2046 साल पछिको व्यवस्था नै किन नहोस्, तर कसैले पनि धरहराको महत्त्व तथा संरक्षणमा ध्यान दिन सकेका थिएनन्। हामीले दृश्यमा यतिन्जेल देखेको धरहरा सधैँ यस्तै थियो भन्ने भान तपाईहरूमा पर्न सक्छ, तर त्यो भ्रम मात्रै हो। वर्तमानको यो धरहरालाई आफ्नै खालका अतीत गुजारेको छ। त्यसका साक्षी हुन् यी तस्बिरहरू। साइड वाकर्स नामको मसँग ठाउँमा रेस्टुरेन्ट थियो। रेस्टुरेन्टमा आउने पर्यटकले फोटो खिचेर निकै नराम्रोसँग बदनाम गरेपछि उहाँसँग चाहिँ हामीले यो त्यतिखेर यो डिजिटाइज थिएन, नेगेटिभ थियो। नेगेटिभ लिनलाई मैले चाहिँ यो ठाउँ पछि तपाईँ आउँदाखेरि सफा भइसकेको हुनेछ भनेर कमिटमेन्ट गरेर मैले नेगेटिभ लिएँ र चाहिँ त्यो नेगेटिभ लिएर म सिधा केश विस्थापित कहाँ पुगेर मेरो साहब यो त सफा गरिदिनु पर्यो भन्ने किसिमले जाँदाखेरि सफा गर्नलाई तस्बिर बजार्नेहरू धेरै आउँछन्, म आफै सफा गर्छु भन्ने यो देशमा कोही पनि आउँदैन भन्नेबाट हाम्रो डायलग सुरु भयो र हामीले चाहिँ त्यसपछि सफा गर्नलाई, राम्रो काम गर्नलाई र एउटा चाहिँ उदाहरणीय काम बन्नको लागि चाहिँ हामीले विभिन्न बिचमा आएका चुनौतीहरूलाई सामना गर्दै अगाडि बढ्यौँ। सायद मेयर साहबलाई पनि धेरै चुनौती आएपछि मुद्दा मामिला नै परे, हामीलाई पनि त्यही गाह्रो साह्रो त धेरै भयो। जब जनताले बुझ्दै गए, धरहरा चढ्ने मौका पाए उहाँहरूले, अनि अहिले त अब घमण्डका साथ भन्न सकिन्छ 14-15 लाख जनताले यो यति राम्रो बनायो भनेर चाहिँ स्याबासी दिएको हामीसँग भिजिटर बुकको लिस्ट नै छ। टीको आइडेन्टिफिकेसन, पहिचान, त्यसको वास्तुकलागत पहिचान, त्यसको सिटीको सहरको सौन्दर्यता, सहरको भव्यता राख्ने दृष्टिकोणले धरहरा र अथवा विभिन्न नामहरूले चाहिँ विभिन्न पूर्वीय देशहरूमा चाहिँ बनाउने प्रचलन धेरै अघिदेखि नै थियो। विक्रम सम्वत 1881 मा भीमसेन थापाले राष्ट्रिय स्वतन्त्रता, अखण्डता, गोर्खाली स्वाभिमान, उन्नति, प्रगति र अंग्रेजसँग तराईको भूभाग फिर्ता लिएको प्रतीकको रूपमा अहिलेको धरहराको दक्षिण पश्चिमपट्टि रहेको भीमसेन निवास परिसरमा निर्माण गरेको मुगल शैलीको 11 तले पहिलो मिनार 9 वर्षपछि 1890 को भूकम्पमा परेको थियो। जुन ओरिजिनली बनेको थियो त्यसरी 11 तला बनेको थियो। 11 तला भने अहिले पनि आयो 9 हातको चाहिँ नि जुन रेसियोमा चाहिँ हाइट पछि बढ्दै गएर 11 तला बनेको थियो भनेर यसरी अहिले हामीले पढ्न सुन्न र अहिले हामी हेर्न नि पाउँछ। अहिलेको धरहरा 1890 को भूकम्पमा सबुत रहेको थियो, तर पहिलो धरहरा भूकम्पमा परि भत्किएको थियो। भूकम्पपछि भीमसेन थापाको दरबार परिसरमा पर्ने गरी बनाइएको हुनाले पहिलो धरहरा पुनः निर्माण गरिएन। अन्ततः भीमसेन थापाले आत्महत्या नै गर्नु परेपछि त्यो धरहरा 1890 सालपछि 110 वर्षसम्म भग्नावशेषको रूपमा ठडिएको थियो। 1990 सालको अर्को महाभूकम्पमा दुवै धरहरा भत्किएका थिए। नेपालको पहिलो धरहरा 1990 सालको महाभूकम्पपछि अमेरिकाको ट्विन टावर जस्तै ग्राउन्ड जिरोमा परिणत भयो। पुनः निर्माण नभएर इतिहासको अँध्यारोमा हरायो। आज त्यसको जग समेत हराइसकेको छ। 1882 सालको धरहरालाई
1992 सालमा राणा प्रधानमन्त्री जुद्ध शमशेरले 9 तलामा सीमित गरी बरण्डा निकालेर पुनः निर्माण गराएका हुन्, तर रङरोगन 2002 सालमा मात्र गरिएको थियो। त्यतिखेर पुनर्निर्माण भयो 1992 मा। त्यतिखेर चाहिँ यसको तला पनि 2 तला घटाइयो र त्यसको बाहिर बुर्जा पनि निकालियो भने चाहिँ त्यो वास्तवमा चाहिँ त्यो चित्रले देखाउँछ, हामीले जुन हेरेको चित्रले देखिन्छ। काठमाडौँमा जति नै अग्ला संरचनाको निर्माण भए पनि धरहराको महत्त्व कहिले नघट्ने छुट्टै किसिमको छ। नेपालमा बिना फलाम र काठको भरमा अडिएको यति अग्लो भौतिक संरचना तयार भएको करिब 200 वर्ष हुन लागेको छ। धरहरालाई तत्कालीन मुक्तियार भीमसेन थापाले बिगुल फुकेर टुँडीखेलमा मान्छे भेला गर्ने स्थानको रूपमा प्रयोग गरेका थिए। त्यो परम्पराको केही अंश अझै जीवित छ। र समृद्ध सहर, ठुलो सहर बनिसकेपछि एउटा टावर बनाउनुपर्छ भन्ने कन्सेप्ट चाहिँ नि हामी अहिले पनि जुन 200 वर्ष पछाडिसम्म सहरहरू कायम छ, त्यो हामीले 200 वर्ष अगाडि नै हामीले चाहिँ नि एडप्ट गरिसकेका थियौँ भन्ने चाहिँ एउटा पक्कै हो। तर यो कम्प्लिटली एउटा के भन्दा आर्ट नोबल मोनुमेन्ट्स भएको कारणले गर्दाखेरि स्ट्रक्चर निर्माणमा एउटा टर्निङ पोइन्ट आएको। तर यसको साथसाथै के भयो त भन्दाखेरि चाहिँ नि पछिल्लो कालमा आएर राणाकालमा चाहिँ नयाँ आर्किटेक्चरको डेभलप भयो। त्यो चाहिँ युरोपियन न्यू क्लासिकल स्टाइलका आर्किटेक्चरहरू नेपालमा भित्रिए। त्यसले पनि केही प्रभाव चाहिँ पारेको हुनुपर्छ कि नयाँ आर्किटेक्चरको सुरुवात गर्नको लागि ट्रेडिसनल आर्किटेक्चरबाट सँगसँगै नयाँ आर्किटेक्चर डेभलप गर्न धरहराले पनि केही कन्ट्रिब्युसन गरेको छ। धरहरा भुइँबाट 61.88 मिटर अग्लो छ। यसको गजुर मात्रै 5.32 मिटर अग्लो छ। धरहराको गजुरमा सुनको लेपन गरिएको छ। धरहरालाई 3.2 मिटर अग्लो पर्खालमा 56वटा मुगल शैलीका खम्बाले घेरिएको छ। धरहराभित्र 213 र बाहिर 25वटा सिँढी रहेका छन्। धरहरामा 188वटा सिँढी चढेपछि बार्दली छ। 9वटा चौघेराको पेटीबाट 6.35 मिटर व्यास भएको धरहरा उभिएको छ। सुर्खी, चुना, मास र चागो मिसाएर त्यसको मोटारको रूपमा हामी त्यसलाई मसला हुन्छ नि, मसलाको त्यसलाई गरे हो। र इँटाको गाह्रो लगाएर त्यो लगाएको हो र बाहिरपट्टि भित्रपट्टि त्यसकै लियोन लगाएर प्लास्टर गरेको हामीले लागि। त्यसका हिसाबले के छ भने यसको गाह्रो चाहिँ नि मोटो गाह्रो हो। यसको विथ हेऱ्यो भने चाहिँ हामी गाह्रोको विथ चाहिँ तलपट्टि निकै काफी मोटो छ र त्यो मोटोपना चाहिँ बाहिरबाट घट्दै जान्छ र माथि गएपछि त्यसको मोटोपना घट्दै जान्छ। गाह्रोको विथ चाहिँ घट्दै गएको छ। बेसिकल्ली त्यही प्रिन्सिपलमा यो बनाएको छ। धरहरा जति माथि गयो उति नै यसको आकार सानो हुँदै जाने ढङ्गबाट निर्माण गरिएको छ। यसकारण धरहरा सानोतिनो धक्काबाट टस मस हुँदैन। वरिपरिको स्ट्रक्चरले सिँढीलाई प्रिजर्भ गरिराखेको छ भने सिँढीले वरिपरिको स्ट्रक्चर अथवा त्यहाँ जाने जुन सर्कुलेसन छ, मुभमेन्ट जुन छ, त्यो मुभमेन्टलाई चाहिँ कन्ट्रोलिङ त्यही सिँढीले गरिराखेको हुन्छ। तर इन जेनरली हेर्ने हो भने जबसम्म हामी त्यसमा ट्र्याक्सहरू आउँदैन र जबसम्म सिँढीहरू भत्किँदैनन् अथवा सिँढीहरूको पोजिसन खलबदिँदैन तबसम्म त्यो चाहिँ एउटा ठुलो हिट अथवा प्राकृतिक प्रकोप अथवा कुनै किसिमको आकस्मिक घटनादेखि बाहेक चाहिँ सामान्य अवस्थामा त्यो ढल्न सक्ने स्थितिमा छ। धरहराको टुप्पोबाट कङ्क्रिटको जङ्गलमा परिणत हुँदै गएको राजधानी काठमाडौँलाई 360 डिग्रीको कोणबाट प्रष्टसँग देख्न सकिन्छ। पहिले धरहरा चढ्दा खुल्ला र हरियाली देख्न सकिन्थ्यो भने अब धरहराको टुप्पोबाट धरहराकै हाराहारीमा निर्माण भएका भौतिक संरचनाहरू प्रशस्तै देख्न सकिन्छ। धरहरामा हावा र उज्यालोको लागि प्रत्येक 9 सिँढीमाथि 2 फिट व्यास भएको गोलो प्वाल बनाइएका छन्, जसले उर्वर भूमिको रूपमा रहेको काठमाडौँलाई दिनानुदिन कङ्क्रिटको मैदानमा परिणत गर्दै गरेको साक्षी बनिरहेको छ यो धरहरा।
2032 सालतिर बाला चतुर्दशीका दिन एक दिन खुलेको रहेछ। त्यतिखेर चढ्दाखेरिको र अहिलेको चढ्दा धेरै अन्तर पाइयो। समग्रमा हेर्दाखेरि चारैतिर एकनासका छाना जस्ता छाइएका घरहरूका धुरीहरू देख्दाखेरि रमाइलो पनि देखिने। अब अलिकति वैज्ञानिक तरिका र वातावरणीय तरिकाबाट हेर्दाखेरि अलिकति खल्लो पनि लाग्ने। धरहराको वास्तुकलाले तत्कालीन समयको नेपाली वास्तुकलालाई चुनौती दिन खोजेको देखिन्छ। तर भौतिक संरचनाभित्र देवता राख्ने प्रवृत्तिलाई भने उनले पनि अस्वीकार गर्न सकेका छैनन्। त्यसकारण धरहराको टुप्पोमा गजुर र भित्र शिवलिङ्ग रहेको छ। विदेशी प्रभावबाट भए पनि यसमा चाहिँ आफ्नै मौलिकता पनि यसमा समायोजन गरिएको छ र तन्त्र शाक्त प्लस चाहिँ नि नवग्रहयुक्त चाहिँ नि यो संरचना बनेको छ। धरहराको दुर्दशा सहन नसकेर साइड वर्कर्स कम्पनीले संरक्षणको जिम्मा लिएको हो। अनेकौं झमेला बेहोर्दै साइड वर्कर्स कम्पनीले ऐतिहासिक धरोहरको संरक्षण गरेको छ। महानगरपालिकाबाट लिएका हौँ हामीले लिजमा 20 वर्षको लागि। स्थानीय स्वायत्त शासन ऐन 2056 र चाहिँ निजी साझेदारी नीतिमा टेकेर यो एग्रिमेन्ट भएको छ। र चाहिँ निजी साझेदारी नीतिले चाहिँ यसरी नै बिना टेन्डरै भनौँ, हजुर टेन्डरको कुराहरू पनि बेला बेलामा उठ्ने गर्छन्। बिना टेन्डर कुनै पनि सम्पदालाई संरक्षण गर्नु पर्यो भने सकिने भन्ने प्रावधानहरू पनि निस्किया छन्। त्यसको आधारमा चाहिँ एग्रिमेन्ट गरेर हामीले काम गरेका हौँ। 2055 साल कार्तिक 1 गतेको मन्त्री परिषदको निर्णयअनुसार धरहरा काठमाडौँ महानगरपालिकाको संरक्षणमा आयो। काठमाडौँ महानगरपालिकाले पनि सार्वजनिक निजी साझेदारी नीति अनुसार धरहरा संरक्षणको जिम्मेवारी साइड वर्कर्स कम्पनीलाई ठेक्कामा दियो। त्यसपछि बल्ल धरहराको मुहार फेरिन सुरु भएको हो। साझेदारीमा चाहिँ यस्तो संरचनाहरूको चाहिँ संरक्षण, सम्वर्धन र विकास गर्ने कुराहरू एकदम राम्रो कुरा हो। तर अहिले हामीले तत्कालै देखेका छौँ कि एउटा विषयलाई चाहिँ निजी क्षेत्रसँग साझेदारी गरेर चाहिँ महानगरपालिकाले कार्यक्रम अगाडि बढाउँदाखेरि त्यसलाई राजनीतिकरण गरिएको छ र त्यो चाहिँ कार्यक्रम सफल बनाउन नदिने त्यो अभियानमा केही लागिरहेको हुनाले अब यो निजी क्षेत्रलाई कसरी सही ढङ्गबाट चाहिँ यो सम्पदाहरूलाई चाहिँ संरक्षण र सम्वर्धन गर्नमा चाहिँ अझ बढी चाहिँ दबाब दिने हो। त्यस्तो कार्यक्रम ल्याउनु पर्ने चाहिँ मलाई लाग्छ। साइड वर्कर्सको मातहतमा आउनु अघि धरहरा धेरैको लागि फोहोर फाल्ने स्थान र दिशा पिसाब गर्ने शौचालय जस्तै बनेको थियो। यो प्रक्रिया कसरी गर्यो भन्दा पनि के भएको छ भन्ने बेसिसमा चाहिँ नेपालमा एउटा नजिर स्थापना भयो। राम्रो काम गरेको छ भनेदेखि बीचमा कुनै प्रक्रियाहरूको छुटपुट भएको खण्डमा पनि काम गर्न सकिन्छ भन्ने चाहिँ नजिर चाहिँ धरहरा र साइड वर्कर्स चाहिँ इस्टाब्लिसमेन्ट गरिदिएको छ। धरहरा निर्माणको लागि मुक्तियार भीमसेन थापाले कति रकम खर्च गरेका थिए भन्ने इतिहासमा कतै उल्लेख भएको हुनुपर्छ। तर त्यसबारेमा खोज हुन अझै बाँकी छ। साइड वर्कर्सले धरहरा व्यवस्थापनको जिम्मेवारी लिएपछि यसको मर्मत सम्भार मात्र गरेन, यसको जीर्णोद्धार गरेर पुरानो धरहरालाई आकर्षक र व्यवस्थित बनाउने काम गरेको छ। हामीले चाहिँ अलिकति व्यवस्थित गरेर यो ट्राफिकलाई व्यवस्थित गर्ने आदि इत्यादि कामहरू चाहिँ यो अब नगरपालिकासँग कोर्डिनेट गरेर गर्ने प्रोसेसमा छौँ। त्यो चाँडै नै त्यो व्यवस्थित चाहिँ हुन्छ। एक पटकमा धरहरालाई 3000 किलोग्राम तौल धान्न सक्छ। धरहराको मौलिकता र ऐतिहासिकतालाई हेर्न, अध्ययन गर्न स्वदेशी तथा विदेशी पर्यटक पैसा तिरेर आउने गरेका छन्। अहिलेका दृष्टिकोणले अहिले अब सयौं तलाका टावर बन्ने र नयाँ मोडर्न मेटेरियल्सहरू तपाईँको फलाम युज गरेर बनाउने जुन अहिले टेक्नोलोजी भन्दा ती चिजै प्रयोग नगरिकन बनाएको टेक्नोलोजीको तपाईँ कल्पना गर्नुहोस् त कति महत्त्वपूर्ण छ भन्ने कुराहरू।
धरहरा र सुन्धारा क्षेत्रको करिब 5 रोपनी क्षेत्रफलले पुरै नेपालको नक्साको चित्रण गरेर रहेको छ। भीमसेन थापाले निर्माण गरेको सुन्धाराको गहिराईले तराई र धरहराले पहाड तथा उत्तरी सेतो हिमाल जस्तै अडिग रहेको नेपालको अर्थ राख्दछ। अब अहिले त योभन्दा अग्लो बिल्डिङ बन्यो भने, तर तत्कालीन समयमा चाहिँ नेपालको सबैभन्दा अग्लो बिल्डिङ र गहिरो ढुङ्गेधारा भएको सँगै भएका ठाउँ चाहिँ वास्तवमा यो नै हो। र एउटा त्यो हिसाबबाट हेर्दाखेरिमा चाहिँ एउटा इन्ट्रेस्टिङ आर्किटेक्चर मान्न सकिन्छ। हालसम्म लाखौं लाख सर्वसाधारणलाई काठमाडौँ उपत्यका नियाल्ने अवसर धरहराले दिइसकेको छ। काठमाडौँको मुटु भनेर चिनिने सुन्धारा र धरहराले काठमाडौँको सौन्दर्यलाई अझै ठुलो टेवा पुर्याउँदै आएको छ। घुमफिर गर्नको लागि धेरैको रोजाइमा अझै पनि यस क्षेत्र पर्ने गरेको छ। फुर्सदको बेला साथीभाइ जम्मा भएर धरहराको प्राङ्गणमा बसेर रमाउनेको भिड पनि पाक्लै हुने गरेको छ। एउटा प्रचार प्रसार भनेको हाम्रो नेपालभित्रकै प्रचार प्रसारको कुराहरू पनि छन्। त्यहाँ चाहिँ हामी कहीँ कतै चुक्या छौँ जस्तो चाहिँ हामीलाई लाग्दैन। एउटा चाहिँ सर्वोच्चले स्पष्ट रूपमा यसलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने कुन लेभलमा भन्दाखेरि फ्रान्सको आइफल टावर, अनि अमेरिकाको स्ट्याच्यु अफ लिबर्टी, इन्डियाको इन्डिया गेट र चाइनाको ग्रेट वाल चाहिँ यसको प्रचार प्रसार गरी यसका प्रतीकका रूपमा रहेका सामानहरू पर्यटकलाई बिक्री वितरण गर्नु र यो गरेको हो कि होइन भनेर चाहिँ नगरपालिका र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नाउँमा निर्देशनात्मक आदेश जारी भयो। त्यो पनि 6 महिनाभित्र यो काम गरे छ छैन हेर्नु भनेर, र यसलाई प्रचार प्रसार गर भनेर चाहिँ निर्देशन कसलाई दिएछ भने संस्कृति मन्त्रालय र नगरपालिकालाई। उहाँहरूले प्रचार प्रसार गरिदिनु पर्ने हो अन्तर्राष्ट्रिय स्तरमा भन्ने हाम्रो मान्यता। हामीले चाहिँ धरहरामा आएका पर्यटकहरूलाई, स्वदेशी वा विदेशीहरूलाई उहाँहरूलाई चित्त बुझाउने ढङ्गबाट सबै काम गर्ने जिम्मेवारी हाम्रो हो। र अब अन्तर्राष्ट्रिय स्तरमा आइफल टावर जस्तो बनाउनु भनेर भन्यो। अब आइफल टावर जस्तो बनाउनु भनेपछि यसका प्रतीकका रहेका सामानहरू मैले असन बजारमा बेचेर भएन, पर्यटकको हातमा बेच्नु पर्यो, ताकि पर्यटकले यसको गुणगान गाएर उसले अरूलाई चाहिँ माउथ टु माउथ चाहिँ एडभर्टाइज गरेर अर्को ल्याओस्। त्यो चिजको लागि चाहिँ हामीले निरन्तर संस्कृति मन्त्रालय र महानगरपालिकासँग चाहिँ निरन्तर हामी सम्पर्कमा छौँ। उहाँहरूले अब हनुमान ढोका आउने पर्यटकलाई चाहिँ धरहरासम्म ल्याएर चाहिँ यो हनुमान ढोका र धरहरा बीचका सबै सम्पदाहरूलाई चाहिँ पर्यटकले देखाउँदै र पर्यटकको स्टे समेत बढाउने किसिमबाट चाहिँ प्लान गरेर अगाडि बढाएको छ। धरहरा क्षेत्रमा घुम्न आउने पर्यटकको टुर प्याकेजमा बसन्तपुर पनि समावेश हुने भएको छ। धरहरा सुन्धाराको 250 रुपियाँ बसन्तपुरको प्रवेश शुल्कमा जोडेर टुर प्याकेज तयार गर्न लागि हो। 250 रुपियाँ धरहरा चढेको फी राखेको छौँ। अहिले चाहिँ टुरिस्ट चाहिँ 300 रुपियाँमा धरहरा चढ्छन्, त्यसलाई घटाएर हामीले 250 रुपियाँ गरेका छौँ। 250 रुपियाँमा सिधा 43% कर नेपाल सरकार र नगरपालिकालाई सिधै दिनुपर्छ। बाँकी रहेको 57 रुपियाँमा पहिला जुन किसिमको टिकट प्रयोग भइरहेको हो त्योभन्दा अलि उच्च स्तरीय र चाहिँ सङ्ग्रहयोग्य ई टिकट जुन बारकोड सहितको ई टिकट गर्दाखेरि 20-22 रुपियाँ खर्च हुँदो रहेछन्। त्यो चिज सबैलाई घटाएर चाहिँ साइड वर्कर्सलाई पाउने भनेको त्यही 5-10% हो, बहुत न्यून हो। विक्रम सम्वत 2061 सालमा पुनः 20 वर्षको लागि साइड वर्कर्सले फेरि धरहराको संरक्षण गर्न पाएको हो। सम्झौता अनुसार कम्पनीले मासिक 2,50,000 रुपियाँ काठमाडौँ महानगरपालिकालाई बुझाउँदै आएको छ। कोड नम्बर लिएर चाहिँ तपाईँ हाम्रो काउन्टरमा हुनुहुन्छ र हाम्रो काउन्टरको मान्छेलाई तपाईँले कोड नम्बर देखाउनुहुन्छ। हामीले कोड नम्बर हाम्रो सिस्टममा इन्ट्री गरेर हेर्छौँ। त्यो कोड नम्बर हाम्रो सिस्टममा इन्ट्री भइसकेपछि हामीलाई थाहा हुन्छ कि तपाईँले कति रुपियाँ जाने टिकटहरू कतिवटा किन्नु भएको छ। जस्तै हामीसँग 3 थरीको टिकट छ, 9,000 रुपियाँ जाने, 900 रुपियाँ जाने र 1000 रुपियाँ जाने, 900 रुपियाँ जाने र यो 200 जाने 3 थरीको टिकट छ हामीसँग। 3 थरीको टिकट मात्रै तपाईँले कति रुपियाँ जाने टिकट कतिवटा किनेर आउनु भएको भन्ने तपाईँले दिनुभएको कोड नम्बरबाट हामीले थाहा पाउँछौँ र त्यो अनुसार तपाईँलाई हामीले यो म्यानुअल टिकट उपलब्ध गराउँछौँ। उपत्यकाभित्र आउने टुरिस्टहरूलाई एकद्वार टिकटद्वारा सजिलो बनाइदिने हाम्रो लक्ष्य जुन नगर परिषदले एउटा निर्णय गरेको छ, त्यो नगर परिषदको निर्णयअनुसार हामी सम्पूर्ण दलको तर्फबाट हामीले यसलाई स्वीकारेको अवस्था छौँ। हामीले यो एग्रिमेन्ट गर्दाखेरि पनि यो एग्रिमेन्ट प्रमुख तथा कार्यकारिणीज्यूले हामीलाई उपस्थितमा
यो यसो गर्न लाग्छ भने जानकारी दिनुभएको छ। त्यो अनुसार हामीले यसलाई महानगरलाई फाइदा, स्थानीय रीतिरिवाजलाई फाइदा, स्थानीय व्यक्तिहरूलाई फाइदा हुने देखेर यो कार्यक्रमहरूलाई चाहिँ हामीले सैद्धान्तिक सहमति जनाएका छौँ। आगामी दिनमा धरहरा घुम्न संसारको कुनै पनि कुनाबाट टिकट काट्न सक्ने गरी सफ्टवेयर निर्माण गरिएको छ। 4वटा विद्युतीय गाडी, शौचालय, सांस्कृतिक कार्यक्रमले स्थानीयवासीको आयार्जन र संस्कृतिको जगेर्नाको लागि पनि फाइदा पुग्नेछ। धरहरामा भीमसेन थापाको शालिग निर्माण गर्ने र धरहरादेखि बसन्तपुर क्षेत्रमा फोहोर मुक्त गर्नको लागि पनि कम्पनी लागि परेको छ। सर्वोच्च अदालतको निर्देशनात्मक आदेश अनुसार नै साइड वर्कर्स कम्पनीले आफ्नै लगानीमा बसन्तपुर क्षेत्र, सुन्धारा र धरहराको संरक्षणको काम सुरु गरेको छ। स्थानीय तथा पर्यटन व्यवसायी र सरकारवाला निकाय सबैले हातेमालो नगरी बसन्तपुर क्षेत्रको संरक्षण गर्न अब सकिँदैन। त्यसकारण बेलैमा यो क्षेत्रको संरक्षण गर्न सबै जुट्नुपर्छ, किनभने यी धरोहरहरूले संरक्षणको लागि गुहार मागिरहेका छन्। केही भवितव्य भएर पुनर्निर्माण गर्नु परेमा हामीले चाहिँ नि आर्थिक समस्याको कारणले गर्दा यसलाई पुनर्निर्माण हुन सक्दैन भनेर चाहिँ हामी नेपालीहरूले एउटा डर मान्नुपर्ने अवस्था छैन। हामीले यसलाई 10 करोडको इन्सुरेन्स गरिसकेका छौँ। त्यही इन्सुरेन्सकै पैसाले हामीले यसलाई चाहिँ नि रिनोभेट गरेर चाहिँ नि फेरि हाम्रो पिँढीको लागि हामीले एउटा चिनो छोडेर जान सक्ने अवस्थामा हामी छौँ। यो क्षेत्रको संरक्षण साथै यसलाई पर्यटन गन्तव्यको रूपमा विकास गर्न सके स्थानीय जनताको आर्थिक अवस्थामा पनि सुधार आउने थियो। धरहरा जस्तै सरकारलाई रोयल्टी पनि जाने र त्यो सम्पदाको संरक्षण पनि हुने र त्यहाँबाट चाहिँ सर्वसाधारणले त्यसको चाहिँ महत्त्व बुझेर त्यो भ्रमण गर्न पनि पाउने र त्यो खर्च गर्ने निजी कम्पनीले 2-4 पैसा पनि पाउने वातावरण साइड वर्कर्सले तयार गरिदिएको छ। त्यसकारण धरहरालाई अब फेरि केबाट सिँगार्ने भन्दा पनि धरहरा जस्तो पहिला चाहिँ ओपन टोयलेटको अवस्थामा रहेका सम्पदाहरूलाई एकिन गरेर अब चाहिँ निजी क्षेत्र चाहिँ यो देशको मुहार फेर्नलाई चाहिँ अगाडि बढ्नुपर्छ भन्ने चाहिँ लागेको छ। 10 लाख रुपैयाँको सम्पदा संरक्षणको घोषणा पनि गरिएको छ। साथै स्थानीय सम्पदाको संरक्षण कोषको लागि वार्षिक करिब 20 लाख रुपैयाँसम्म अनुदान प्रदान गर्नेछ। प्रत्येक भिजिटरको लागि हामीले प्रति व्यक्ति रु 10 लाखको हामीले इन्सुरेन्स गरेको छौँ। उहाँलाई केही दुर्घटना अथवा केही भवितव्य भएमा उहाँलाई हामीले इन्सुरेन्सबाट 10 लाखको हामीले सहयोग गर्छौँ। ऐतिहासिक धरोहर धरहराको संरक्षण गर्न साइड वर्कर्सले जुन मेहनत र लगनशीलता देखाएको छ यो निकै प्रशंसनीय छ। धरहराको व्यवस्थापनमा निजी क्षेत्रले गरेको प्रयासले जीर्ण बन्दै गएको धरहराले पुनः एकपटक भिउजने मौका पाएको छ। यस्तो आश्चर्य लाग्दो वास्तुशैलीको स्मारक नेपालमा एउटा मात्रै छ। आज भीमसेन थापाले निर्माण गरेको संरचनाले उनले छोडेकै अवस्थामा रहने अवसर पाएको छ। त्यसकारण यो भाग्यमानी धरोहर पनि हो, किनभने जो एकपटक ढलेर फेरि उभिने सौभाग्य पाएको छ। संगीन आरोप सहन नसकी आत्महत्या गरेका भीमसेन थापाको बारेमा इतिहासकार पर्सिबल ल्यान्डनले यतिसम्म लेखेका छन्, एसियाको इतिहासले प्रस्तुत गरेको सबैभन्दा दुःखदपूर्ण वियोगान्त अवसान थियो त्यो। यो जतिको भयानक नाटकीय बर्बादी ग्रिसको कुनै पनि वियोगान्त नाटकमा पनि छैन। त्यसकारण राष्ट्रिय विभूति भीमसेन थापाको भड्किएको आत्माले शान्ति त्यतिन्जेल पाउनेछ जतिन्जेल धरहरा यस्तै हराभरासँग उभिनेछ।